आदरणीय दर्शक महानुभावहरू सम्पूर्णमा नमस्ते। म परमिता हिताङ्ग अर्घाखाँचीको भूमिका स्थानदेखि तपाईँको माझमा फेरि पनि उपस्थित भएको छु एउटा सानो विषयवस्तुलाई लिएर। कृपया भिडियोलाई अन्तिमसम्म हेरी साथ दिनुहोला। हिजो मैले सिद्धगङ्गा नगरपालिकाको सुशासनको धज्जी उडाउँदै सरकारी स्रोत र साधनको चरम दुरुपयोग भएको भन्दै एउटा भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेको थिएँ। सो भिडियो हेरेर धेरैजनाले सहमत जनाउनु भएको थियो त कतिले असहमत जनाउनेहरूलाई म के भन्न चाहन्छु भने तपाईँले कर भ्रष्टाचारका लागि तिर्नु भएको होइन, विकासका लागि तिर्नु भएको र तपाईँले तिरेको करमाथि यति भ्रष्टाचार भएको छ कि तपाईँले देख्नु भएकै रहेनछ। त्यसैले त तपाईँले भ्रष्टाचारीको साथ दिइरहनु भएको छ। त्यति मात्र होइन, हिजो मलाई एउटा आरोपित व्यक्ति बनाउनु भएको छ। त घन्टीको मान्छे त घन्टे, हिजोसम्म घन्टी भन्दै उफ्रिने मान्छे आज यस्ता विषयवस्तुमा बोल्ने, भ्युज र लाइकका लागि बोल्ने, त पनि पत्रकार हो र भन्ने जस्ता विषयवस्तु पनि आएका छन्। तर ती विषयवस्तुले मलाई केही फरक पार्दैन, चाहे पत्रकार हुन् चाहे नहुन्। तर यस्ता विषयवस्तुले म च्यापेर राख्दैन, निष्पक्ष तरिकामा बोलिरहनेछु। तपाईँहरू साथ दिनुहोस्, म रोकिने छैन। एक दुईजना पत्रकारहरूले यो विषयलाई एआईसम्म पनि लानु भएको रहेछ। यदि एआई हो भने पत्रकारज्यूहरूले प्रश्न सोद्धा तपाईँका मान्छेहरू एकाएक किन भागे, उसलाई किन जिम्मा लगाए? यदि एआई हो भने तपाईँका मान्छेहरूले फोन अफ कसरी गरे? एआईले आएर फोन अफ गर्यो? जे विषय हो त्यसको बारेमा आवाज उठाउन सबैको अधिकार छ। त्यसैले आवाज उठाइरहेको छु र सबैजनाले आवाज उठाउनु होला। यो पैसा कतै गुमनाम हुनु भएन। यस्ता भ्रष्टाचारहरू गर्ने मान्छेलाई छोड्नु पनि हुँदैन। धन्यवाद।